ल यता केडा हो अहिले बजिरहेछ 12 बजेर 3 हो कि 2 मिनट गएको थियो अघि न अहिले चाहिँ 3 मिनट भयो होला होइन। अब भन्न लागेको चाहिँ मैले के भनेपछि निक्नेवा ब्लग हेरिदिनु पर्यो कि गाइज, स्योर लाइक स्योर सब्सक्राइब गरिदिनु पर्यो, माया देखाइदिनु पर्यो होइन। त्यो हो कि गाइज, अहिले हाई लेभलमा पुग्नु परेन भने हामी पनि। अनि निक्जेम न्यूमा न्यू सङ आइसक्यो कान्छी नानी भन्ने, म लिङ्क हालिदिन्छु, गएर चाहिँ टक्क सुनिदिनु पर्यो है त गाइज। सुनिदिनु पर्यो कि निक्जेम न्यू म्युजिकलाई नि माया देखाउनु पर्यो, निक्नेवा भ्लगलाई नि माया देखाउनु पर्यो कि गाइज, त्यो हो कुरा। तर माया चाहिँ देखाउनु पर्यो गाइज है, भएन यस्तो चाहिँ भएन कि यस्तो चाहिँ भएन है। भ्लग चाहिँ हेरिदिनु पर्यो, लाइक सेयर सब्सक्राइब चाहिँ गरिदिनु पर्यो कि हाइट लेभलमा पुग्नु परेन भने गाइज। तर सब्सक्राइबरहरूलाई चाहिँ माया छ, फाइनल्ली हाम्रो 100 सब्सक्राइबर कम्प्लिट भइसक्यो, त्यही हो। ल थ्याङ्क यू गाइज, माया छ सबलाई होइन मनबाट। तर भ्लग चाहिँ हेरिदिनु पर्यो, लाइक सेयर सब्सक्राइब चाहिँ गरिदिनु पर्यो। अनि निक्नेवा भ्लगलाई नि लाइक सेयर सब्सक्राइब गर्नु पर्यो है त गाइज। गीत सुनिदिनु पर्यो, बबाल हानिदिन्छ त्यहाँ ब्रोले होइन, त्यही हो कि सुनिदिनु पर्यो, लाइक सेयर सब्सक्राइब पनि गर्नु पर्यो है गाइज। माया छ मेरो सब्सक्राइबरहरूलाई है त, त्यही हो है त गाइज। ल हेरिदिनु पर्यो। अब नेक्स्ट भ्लगमा भेटौँला, अब शुक्रबार या कहिले घर जाँदा बेला गर्नु पर्ला भ्लग बनाउँछु होला सायद। आजकल दिन पनि खराब गइरहेछ मेरो, किनकि हाइपर दिमाग उडिरहेछ मेरो, किनकि रिस मात्र उठिरहेछ कि गाइज, त्यही भएर। अब भ्लग पनि हेरिदिनु पर्यो गाइज, टक्क पारामा लाइक सेयर सब्सक्राइब एन्ड र अनि निक्जेम न्यूलाई नि लाइक सेयर सब्सक्राइब है त प्लिज गाइज, बुझिदिनु पर्यो है त। माया छ मेरो सब्सक्राइबरलाई। ल गाइज अर्को नेक्स्ट भ्लगमा भेटौँला। ल अहिलेको लागि बाई बाई, राम्रोसित सुन्नुहोस्।